आज चाहिँ म पहाडको लबी जाँदैछु अनि मेरो घरको नम्बर चाहिँ 5 नम्बर हो है। गाइस हाम्रो चाहिँ गाडी आइसक्यो। आजको वेदर चाहिँ यस्तो छ गाइस। यहाँ चाहिँ कति धेरै बाँसहरू रहेछ गाइस। उहाँ चाहिँ मेरो माउलोको अजी। अब चाहिँ हामी रबी पुग्न आँट्यौँ। फाइनली हामी चाहिँ रबी पुगिसक्यौँ गाइस। मैले चाहिँ यहाँ सपिङ गर्दैछु गाइस। मैले चाहिँ यहाँ कति राम्रो राम्रो टोय पाएको थिएँ तर मामुले चाहिँ मलाई किनिदिनु भएन किनभने यो धेरै महँगो थियो। यो चाहिँ रबी कर्ण हो। यतिकैमा श्वेता मिससँग भेट भयो। आजको मौसम चाहिँ राम्रो थियो त्यही भएर मैले टिकटक बनाएँ। गाइस हामीले चाहिँ यहाँ फुर्तीहरू खाँदैछौँ। म चाहिँ यहाँ झुल मोमो खाँदैछु। खाजा खाएर चाहिँ हामी घरतिर लाग्यौँ। मिस र म चाहिँ फोटो खिच्न कुद्दैछौँ गाइस। वेदर चाहिँ कति राम्रो थियो। मैले चाहिँ कति धेरै टिकटक भिडियोहरू बनाएँ। फाइनली म चाहिँ घर पनि आइपुगेँ। थ्याङ्क्स फर वाचिङ। बाई बाई।